नमस्ते एन्ड वेलकम गाइज हाम्रो न्यू भिडियोमा हजुरलाई स्वागत छ। हामी चाहिँ अहिले चाँगुनतर्फ जाँदैछौँ होइन। बिहानै उठियो, यसो हेरेको मौसम पनि ठिकै लाग्यो, राम्रै लाग्यो। सो हामी चाहिँ सर चाँगुनासम्म गएर यसो हेरौँ घुमौँ न त के छ, त्यहाँबाट भ्यूहरू राम्रै देखिन्छ होला भनेर हामी चाहिँ लाग्यौँ होइन। हामी जरे जाने क्रम मैले चाहिँ ठ्याक्कै क्यानाडा गाडी अगाडि हरर महादेव क्रस गरेर अगाडि बढिरहेछौँ होइन। अनि यसमा चाहिँ भाइ र म हिँडेको है। अनि बेलुका त रात्र पानी परिरहेको थियो। पानी परिरहदा नि फेरि अहिले बिहान त एकदम चरक्क घामसाम लाग्यो। जाने खासै प्लान पनि थिएन। अनि फेरि हामी चाहिँ बिहान यसो उठेर हेरेको जाउँ ल यसो गराम, एउटा यसो भिडियो सिडियो निकालौँ होइन। के कस्तो छ यसो माइन्ड पनि फ्रेस हुन्छ, डाँडामा गएर हावासावा खाम, चिया खाएर आम भनेर चाहिँ हामी लागेको होइन। सर जाने क्रममा चाहिँ हामी अहिले चाहिँ सर जाँदा हामी यो थापा गाउँ हरर महादेव गाडी थापा गाउँ अमरसिंह चोक के भन्छ त्यहाँ ठ्याक्कै पुग्यो होइन। अमरसिंह चोकबाट पनि अमरसिंह चोक भनेपछि ठ्याक्कै अलि अगाडिपट्टि चाहिँ ल ठ्याक्कै अमरसिंह चोक पुग्यो। अलि अमरसिंह चोक पुग्यो भन्दा पनि पुगिन चाहिँ आँट्यो होइन। अनि फेरि हिजो चाहिँ कस्तो भएको थियो नि, भोलि त के जाने र भनेर चाहिँ पानी परिरहेको थियो। फेरि अघि यसो उठेको होइन। अनि भाइले चाहिँ गइदिउँ न त, आज मौसम त दामी छ त, भ्यू पनि राम्रै आउँछ भन्ने कुरा भयो। अनि हामी चाहिँ सर लाग्यो गाइस, हेर्नुहोस् होइन। अनि हेर्नु न गाइस कस्तो बबाल छ क्या मौसम, पुरा अलि अर्कै खालको होइन। कुल पारा क्या। हिजो पानी पऱ्यो होला उज्यालो, कता कता टिक्क टिक्क बादलहरू पनि देखिरहेछ। अनि बादल सँगसँगै बाटोमा कतातिर खाल्डाखुल्डीतिर चाहिँ पानीहरू जम्यो क्या गाइस। पानीहरू जमेर चाहिँ पानीको पौडी नै भयो भन्दा हुन्छ कता कता, तर यस्तो खास पौडी त भएन होइन। यस्तै नेपालको बाटो होइन। अब सायद आर्थिक वर्ष सुरु भयो, अब फेरि नयाँ बजेटले बन्छ होला, राम्रै होला भन्ने आशा गरौँ है। अब यो बाटोहरू खराबै छन् त, बिचमा भत्केको टालेको है, यस्तै हो। गर्दै हामी चाहिँ अनि यता पिपल बोट पुग्नु लाग्यौँ कि अवश्य गाइस होइन। अनि यो पिपल बोटबाट सट्ट अगाडि गएपछि चाहिँ गाइस अब ठ्याक्कै लगभग पिपल बोट चाहिँ हामी आइपुग्न लाग्यो भन्दा चाहिँ यो चाहिँ मूलपानी पिपल बोट ठ्याक्क अब हामी यस्तो घुमेर सट्ट यहाँ यस्तो गएपछि गाइस ठ्याक्कै यहाँ यस्तो अगाडि जानुपर्छ होइन। तर अलिक टाइम लाग्ने रहेछ गाइस, यसो हेरेको आइसकेको लाग्छ, तर आउन अलिक बाँकी नै बस्छ लाग्यो क्या। अनि हेर्नु न गाइस यस्तो कस्तो क्या होइन, यो मौसम पनि क्या बिहान यस्तो चर्को घाम लागेछ होइन, टक्क पोल्ने खालको क्या। र पनि हामी चाहिँ सर गइरहेछौँ होइन। अनि ठ्याक्कै लगाइस अहिले चाहिँ मूलपानी पिपल बोट आयो है। ल टक्क मूलपानी पुऱ्यायो। अनि त्यसपछि हामी यता माथिबाट घुमेर जानु, तर हामी सिधै तलको बाटोबाट लाग्यो होइन। यता घुम्दै खोला जानु, खोला त के भन्नु, यसो डिलको बाटो, खोलाको साइडतिरको बाटो होइन। त्यहाँबाट सर गयो होइन। झन्नै हानु हात्तीले फेरि हेर्नु न गाइस कस्तो कुरा हुने क्या, मार्ला जस्तो गर्छ नि है। तै पनि हामी गइरहेको थियौँ सर होइन। मार्यो नि जे होला भनेर हामी त हिँड्यो है। अनि फेरि भाइ चाहिँ अलि बिस्तारै हिँड्नु बिस्तारै, केहीले ठोकिदियो भने त फेरि तनाव हुन्छ भन्छ। फेरि भन्नु है ठोके नि ठोकोस् न त, गइदिउँ मिलाएर गइदिउँ, के बिस्तारै हिँड्नु जस्तो लाग्यो होइन। हामी सर फेरि गइरहेछौँ कि। अनि